सबैभन्दा उपयुक्त अप्सन भनेको काङ्ग्रेस 2.0 हो। किन भन्दाखेरि एउटा लोकतान्त्रिक पार्टी हो भन्ने कुरा पनि देखाए, नेतृत्व चाहिँ फेरियो, पार्टीभित्रको अन्तर्विद्रोहबाट नेतृत्व फेरियो। यङ मान्छे, पढे लेखे मान्छे गगन थापा आउनुभयो। उहाँसँग मेरो चाहिँ कुनै खालको चाहिँ आत्मीयता होइन, तर उहाँ जेको लागि उभिनु भएको छ त्यसको लागि मेरो समर्थन छ। त्यो बाहेक किन काङ्ग्रेस 2.0 भयो भन्दाखेरि यो पालि पुराना मान्छेलाई भन्दा 165मा चाहिँ 100+ उम्मेदवारले चाहिँ टिकट पाएका छन्। नयाँ उम्मेदवारले आजसम्म नउठेका फ्रेस क्यान्डिडेटले पाएका छन् र उहाँहरूको प्रतिज्ञा पत्र हेर्दाखेरि पनि म होपफुल छु। म काङ्ग्रेसको 165 वटै चाहिँ उम्मेदवार राम्रो छन् भन्ने पक्षमा होइन। आफै हेर्नुहोस्, जुन पार्टीमा राम्रो छ, सायद माओवादीमा, एमालेमा, काङ्ग्रेसमा, राजपामा, जुमा राम्रो छ आफ्नो क्षेत्र हेरेर आफै भोट हाल्नुहोस्। तर मेरो समर्थन भनेको काङ्ग्रेस 2.0 को लिडरसिप, काङ्ग्रेस 2.0 को भाव र काङ्ग्रेस 2.0 को चाहिँ प्रतिबद्धता पत्र र त्यो बाहेक काङ्ग्रेसले चाहिँ ल मेकिङमा काम गरिरहेको सुशासनको पक्षमा, जस्तो चाहिँ बाटो बनाउनलाई 41वटा चाहिँ कानुन फेर्नुपर्छ भन्ने कुरा, यी नीति नियममा काम गरेका मान्छेले चाहिँ सुशासन तुरुन्तै ल्याउन सक्छन्। गीत गाउने ओर्ने होला, राजसभामा पनि नराम्रो मान्छे छन् म भन्दिनँ, होला नि कोही राम्रो मान्छे, अधिकांश चाहिँ पपुलिजमको आधारमा देश बन्नेवाला छैन। त्यो कारणले रियलिस्टिक भएर भन्दाखेरि कानुन बनाउन सक्ने मान्छे, क्षमता भएको मान्छे, नयाँ फ्रेस क्यान्डिडेट र साँच्चीकै सुध्रिन खोजेको पार्टी मलाई काङ्ग्रेस 2.0 लाग्यो। त्यो कारणले मेरो समर्थन यो चुनावको लागि काङ्ग्रेसलाई छ। त्यो बाहेक हाम्रो पार्टी प्रवेश पनि होइन, केही पनि होइन, समर्थन छ काङ्ग्रेसलाई चुनावमा। राजपालाई मेरो छैन, उहाँहरू अनभिज्ञ हुनुहुन्छ जस्तो मलाई लाग्छ। यो मेरो व्यक्तिगत धारणा। आफै सोच्नुहोस्, आफै भोट हाल्नुहोस्, आफ्नो उम्मेदवार आफै छान्ने हो, त्यसमा मेरो केही भनाइ छैन।